हेलो साथीहरू, आज हामी चाहिँ चोक गइरहेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो भाइ त्यहाँ हुनुहुन्छ, म यहाँ छु। अनि ऊ त्यहाँ चाहिँ हाम्रो दुईटा, एउटा कुखुरा र एउटा बाख्रा साथी बसिराख्नु भएको छ। सरी माई मिस्टेक, कुखुरा चाहिँ हिँडिरहेको छ, बाख्रा चाहिँ बसिरहेको छ। हामी बाख्राको इन्टरभ्यू लिउँ है त। हेलो हेलो मेसी कि रोनाल्डो? रोनाल्डो मेसी होइन, रोनाल्डो, त्यही भएर बसिरहेको छ भाइ बाख्रा। अनि हाँस पनि हाँस गर्दै कुद्दैछन् तिनवटा। अनि म चाहिँ यस्तो जिङरिङमा परेर भुत जस्तो भएर हिँडिरहेको छु होइन। आज मैले कपाल नुहाएर हिँडेको त्यहाँदेखि। अनि चुप। अनि यहाँ चाहिँ सुँगुर रहेछ, खुकुक गर्दैछ। अनि हामी चाहिँ चोक किन गइरहेको छौँ भन्दाखेरि बिर्सेँ, भरे भन्छु। अनि यो भाइले चाहिँ साइकल लिएर हिँड्नुभएको अरे क्या। हिँड्दाखेरि मतलब साइकल लिएर हिँड्नुभएको ताकि मलाई हिँड्न नपरोस्, साइकलमा चाहिँ पुऱ्याइन्छु भनेर। तर यिनले चाहिँ साइकललाई हिँडाउँदै हिँड्दा क्या। म चाहिँ यहाँ यस्तो हिलो बाटोमा, हिलो यहाँ पानी देख्न सक्नुहुन्छ, कचक कचक पारेर हिँडिरहेको छु। What is this? के भनेको यस्तो? What is this? देख्न सक्नुहुन्छ मैले हिजो अस्तिको भ्लगमा पनि त्यत्रो हिँडेको देखेको थिएँ होइन, त्यत्रो बुझाको बोरा बोकाएर म हिँडिरहेको थिएँ होइन। अनि तर लास्ट सास फेर्न गाह्रो हुन्छ क्या ऊपर। अनि त्यही भएर चाहिँ म हस्पिटल गइरहेको छु। अस्ति पनि गएको थिएँ। अस्ति चाहिँ मलाई 3टा दबाई दिनुभएको थियो, 3टा। खोइ के दबाई दिनुभयो, खाना नि निको हुँदैन। अनि देख्न सक्नुहुन्छ हाम्रो दुर्गा प्रसाद दाहालका मित्रहरू। वाट इज योर नेम? उसको नाम चाहिँ क्वाक। यो केटा मान्छेको है सानै कस्तो क्या, अर्कै खालको होइन। बाइक किनेपछि चाहिँ अलिकति सान देखाएर हिँड्नुपर्ने क्या। पागलहरू यस्ता हुन्छन् हाम्रो दुर्गाका साथीहरू। यी सबै उहाँका साथी हुन्। अनि यहाँ चाहिँ दिउँसो कहाँ छ, पोलमा लाइट बलिरहेको छ। यो चाहिँ अफ गरिदिनु होला किनकि बिजुलीको बिल धेरै उठ्छ भनेर म हाम्रो यहाँको यो बत्तीको मान्छेलाई भन्न चाहन्छु। उहाँसम्म पुगोस् यो भिडियो। तर उहाँ को बत्तीको मान्छे? अब खनारमा बस्ने मान्छे थाहा छैन, म झन् पाहाडमा बस्ने मान्छे। गले अब त गाइस, म चाहिँ साइकलमा चढिसकेको छु होइन। यहाँनिर हाम्रो ठुलो साइकल होइन, बाइक। छिटो कुदाउनु न। म छिटो पनि होइन, चढिसकेको छु। अनि अब म गइरहेको छु। म तपाईँलाई चोक पुगेर देखाउँछु अरू चिज चाहिँ। गाइस हेर नि जिस्केर कति बिस्तारो कुदाएको। यति छिटो पनि होइन, अलि बिस्तारो। अनुहारको हालत हेर्नु, यहाँनिर मेरो गालामा के को दाना निस्केको छ। अनि मेरो चाहिँ अनुहार यस्तो खराब भइसकेको छ, अल्छी लागिसकेको छ। अनि कुखुराहरू यहाँ बारीमा चलिरहेका छन्। यो घर कसको थाहा छैन, तर ठुलो रहेछ। बनाउनु ल भाउजू, बनाउँदिनँ। अनि यहाँ कुखुरा छन् दुईवटा। म ठुलो घर त म अरू पनि बनाउँदिनँ। म त बनायो भने कस्तो बनाउँछु भन्दाखेरि नि एउटा यसमा बाटोमा हेर्दै जाँदा देखिन्छ सायद। अहिले गाइस हामी चाहिँ आइपुगिसकेका छौँ मेडिकलतिर, यो उर्जी बोकेर। अनि मलाई चाहिँ भित्र जानु भन्नुभयो। अनि भित्र गएर म चाहिँ फनफनी घुमिरहेको छु, घुम्ने कुर्सीमा होइन, बच्चा जस्तो। अनि मलाई चाहिँ डर लागिरहेको छ। अनि म चाहिँ डरले सोच्दै बसिरहेको छु के हुने हो भन्दै। अनि यहाँनिर चाहिँ एउटा मेसिन छ क्या, वासिङ मेसिन जस्तो मेसिन छ, देख्न सक्नुहुन्छ। यसले नै एक्सरे गर्दो रहेछ, मलाई त थाहा थिएन। अनि यहाँनिर चाहिँ मैले बोलेको आवाज पनि सुनेको रहेछ क्या, किन भन्दाखेरि फ्यान चालु थियो नि त। अनि फ्यान चालु भएर चाहिँ मैले बोलेको आवाज भाइले त सुन्नु भएको थिएन, तपाईँले झन् के सुन्नुहुन्छ होला। अनि मैले चाहिँ मङ्गलसूत्र खुस्काउनु लाउनु भएको थियो अङ्कलले। अनि मैले चाहिँ मङ्गलसूत्र खुस्काएँ। अनि मङ्गलसूत्र खुस्काएर अब यो देखिने ठाउँमा चाहिँ यहाँनिर चाहिँ एक्सरे गर्दो रहेछ क्या, मलाई थाहा थिएन। अनि म सोचिरहेको छु, मलाई त यस्तो डर लागिरहेको थियो नि त्यहाँ एक्सरे गर्दाखेरि। अनि मलाई चाहिँ त्यो अङ्कलले हड्डीको करङ यतिवटा हुन्छ, यसमा हड्डी यतिवटा हुन्छ, यस्तो हुन्छ त्यस्तो हुन्छ भन्दै सम्झाइराख्नु भएको थियो क्या। अनि म चाहिँ पुरा घुम्ने कुर्सीमा घुम्दै केटाकेटी जस्तो सुनिरहेको थिएँ। अनि हाँस उठिरहेको थियो बेला अनि र पनि देख्न सक्नुहुन्छ हजुरले मेरो हड्डीको करङ चाहिँ त्यस्तो रहेछ। अनि अङ्कल चाहिँ मलाई कति मजाले सम्झाउँदै हुनुहुन्थ्यो क्या, टिचर जस्तै। अनि म चाहिँ देख्न सक्नुहुन्छ बाहिर निस्केर फङलाङ बौलाइनी जस्तो कपाल हल्लाउँदै हिँडिसकेको छु। अनि हामी चाहिँ फेरि अर्को मेडिकल आएर अब यहाँनिर बस्नुपर्ने थियो। अनि म चाहिँ हाइट नाप्दै थिएँ क्या, म कति फिट छु भन्दै। म 5 फिटको त रहेछु, कमसेकम 5 फिटको। अनि म बसेँ, मलाई चाहिँ अल्छी लागिरहेको थियो। अनि मैले चाहिँ अल्छी लागेको बेलामा रुन पनि मन लाग्छ मलाई बेला। हामीले चाहिँ फाइनली यो एक्सरे हो कि एक्सरे हो गरिवरी होइन, रिपोर्ट निकालिवरी आइसक्यौँ। हुन चाहिँ केही नै भएको रहेछ, त्यस्तो चुडेल देखिसकेँ होइन। अनि एक्सरे गरेर हामी चाहिँ घर फर्किसकेको। इसिजी के इसिजी पनि गराउनुपर्छ भन्दै हुन्छ, तर हामीले गराएनौँ किनकि मलाई डर लाग्छ। यो एक्सरे गर्दाखेरि त मेरो मुटु ढुकढुक गरेर कामेर छोरी झन्डै बेहोस भयो थिएँ। फर्स्ट टाइम एक्सर्साइज होइन, एक्सरे गरेको। अब त जिन्दगीभरि गर्दिनँ, हस्पिटलै जानु अब त साँच्चै भनेको।
अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यहाँ फोहोर छ, त्यहाँनिर बाटो छ, त्यहाँनिर माथिको के छ, अनि यहाँनिर पनि बाटै छ, अनि यता चाहिँ घर बनिरहेछ, अनि यहाँ हाम्रो घर पिकअप पनि रहेछ। अनि यहाँनिर चाहिँ हाम्रो पहिले चटपटे आन्टीको दोकान थियो। चटपटे यस्तो दामी खान्छन्, मलाई चटपटे खानु मन लाग्यो, म चटपटे खान गएँ अनि मलाई भाइ चटपटे किनिदिनु भएको थियो। अनि चटपटे खाइसकेपछि चाहिँ मलाई फेरि पानीपुरी खानु मन लागेर पानीपुरी पनि किनिदिनु भएको थियो, तर पानीपुरी देखिएन। अनि यहाँ फ्रिज छ कति राम्रो देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ चटपटे आन्टीको पसल हो। अनि चटपटे आन्टी चाहिँ कहाँ जानुभएको थियो, बाहिर जानुभएको थियो होला सायद। अनि हामी चाहिँ अब घर फर्क्यौँ गाइज। हामी चाहिँ फर्सिएन फर्किसकेका छौँ घरतिर, हामी चाहिँ गइरहेका छौँ। मेरो कपाल यस्तो भयो, अलि राम्रो बनाएको ओरेर अहिले त चुडेल्नेको जस्तै भइरहेको थियो। मैले त वास्ता गरिनँ, पट्टि चाहिँ मरेको सर्प सुतिरहेको थियो अरे, मरेको सर्प पनि। अनि म भन्दै थिएँ अब अरूको मान्छेहरूले आफूलाई हेरेर त वास्ता हुँदैन नि त होइन, अरूको बुढाहरू हुन्छ नि, बोयफ्रेन्डहरू हुन्छ अरे होइन, वास्ता हुँदैन नि त। जस्तै अब आफ्नो हुन्छ नि, अब जुन बुढा बोयफ्रेन्ड एसेट्रा आफ्नो भनौँ न, अलिकति भित्री आफ्नो उसले चाहिँ अलिकति कोही मान्छेलाई यसो गरेर हेरौँ मात्रै भन्यो भने केटा मान्छेलाई हेरेर त बाल्छ छैन होइन। केटी मान्छे त्यो सानो नानी त होइन, कति 10 वर्ष 11 वर्षदेखि माथिको बुढी कति 40 वर्षसम्म कसलाई हेऱ्यो भने होइन यस्तो रिस उठ्छ नि कसम भनेको। त्यो चाहिँ मलाई मात्रै हो कि आउँछ त्यस्तै हुन्छ। मलाई त है झन्डै लडेँ, यस्तो भयङ्कर रिस उठ्छ नि त्यस्तो हो भने त। अनि त्यही माथि रिस धेरै छ मेरो। अनि म त्यस्तै कुरामा बढी रिसाइरहेको हुन्छु। अनि अस्ति मैले भनेको चौतारी चाहिँ यही हो, अब कहाँ लगेको नि फेरि घुमाउँदै। अनि आज चाहिँ हामी चौतारीको बारीबाट गयौँ, अस्ति हामी बारीबाट गएको थियौँ। पछाडि चाहिँ करोडौँको मात्रै होइन, डबलवाला करोडौँको घर छ। यत्रो घर बनायो भने त म त अम्बानी हुन्छु होला सायद। म त मारिदिन्छु होला, बनाउनु सक्यो भने चाहिँ म यस्तो झुप्री घर बनाउँछु होइन। मलाई किनकि धेरै राम्रो चाहिँदैन नि त, भएन भने यति त ठुलो रहेछ। अस्तिको 2टा गाई हेर्नु इन्डियन रहेछन्। अनि यत्रो चाहिँ बनाउनु, यत्रो चाहिँ अलिकति डिजर्भ गर्छु होइन, किनभने ठुलो घर अल्छी लाग्छ नि त। यस्तो अल्छी छु होइन। अनि ठुलो घर बनाउनु रे, ठुलो घर बनाएर भरे मैले बढाएन भने त्यो घर कोरी हुन्छ। त्यसै कारणले मस्त सुनिराख्नु भएको छ होला। एकछिन मोबाइल हेर्नु, एकछिन बढार्नु, एकछिन पढ्नु। तपाईँले गर्नुहुन्छ? गर्नुहुन्छ तपाईँले? बढाउनु छ घर? हेर त अरूलाई चाहिँ सिकाउनु ल नि होइन, आफू चाहिँ यहाँ केही पनि नगर्ने, अरूलाई चाहिँ यस्तो गर्नु त्यस्तो गर्नु। उसले चाहिँ केही गर्ने होइन क्या, पढ्ने मात्रै हो। अनि अहिलेका त के भन्नु, अब अहिले पछिका छोराछोरी त के भन्नु, अस्ति क्या त यस्तो खान धन्न म चाहिँ कहिले जन्मेको नि, झन् 64 सालको जन्मेछु। म पनि त्यस्तै हुन्थ्यो होला सायद अल्छी, तर अहिले पनि अल्छी नै छु किनकि मलाई अल्छी लाग्छ धेरै नै। मसलाको रुख छ, मसला चाहिँ कुन भन्दा जिरा। म रोकिदिनु है, रोकिदिनु स्टप। ए हाम्रो थानगाछी चाहिँ यहाँ छ। What is this? घर चाहिँ यहीँ रहेको छु। हाम्रो घरमा चाहिँ बाबा हुनुहुँदो रहेछ। अब हामी घर पुग्यौँ गाइस, आजको लागि यति नै।